हजुर, कथा त धेरै सुन्नुभएको होला, तर यो कथा चाहिँ भिन्न छ। यो कथा हो त्यो बाचा जुन एउटै जीवनमा पुरा भएन, तर अर्को जुनीले निभायो। मुगा जिल्लाको अग्लो डाँडामा बसेको एउटा पुरानो गाउँ थियो, टुम्लिङ। त्यहाँको आकाश नीलो हुन्थ्यो। बिहान चिसो कुहिरोमा हरिया छाना हराउँथे र साँझपख गाईगोरु घर फर्किँदा डुल्ने घन्टीको आवाजले मुटु पनि हल्लिन्थ्यो। त्यही गाउँमा जन्मेकी थिइन् सुन्तली। नाम जस्तै झल्किने अनुहार, तर जीवनमा एउटा स्थायी खालीपन। आमा सानैमा बितेकी थिइन्। बाबुले नै छोरी हुर्काएका थिए। गोठालो काम, दूध बेच्ने र मेलामा चटपटे बेच्ने काम गरेर। सुन्तलीले कहिल्यै सहर देखेकी थिइनन्, तर बाबुको मुख हेरेर संसार देखेकी थिइन्। उहाँ भन्ने गर्नुहुन्थ्यो, छोरी, जीवन सजिलो हुँदैन, तर माया पाएपछि कठिनाई पनि मधुरो लाग्छ। टुम्लिङको मेलामा साउन 15 गति एउटा विशेष मेला लाग्थ्यो। पुनर्जन्म मेलो भनेर चिनिन्थ्यो। यो मेलामा मानिन्थ्यो, जो साँचो बाचा गर्छ त्यो बाचा अर्को जुनीमा पनि बाँधिन्छ। सुन्तली त्यो वर्ष 17 वर्षकी भइन्। मेलामा पहिरिएको रातो फुल बुट्टे सारी, घुङ्ग्रू नाच्ने गहना र कानमा झुम्का। मेला झन् रमाइलो। पिङ, झाँकी, बुढाआमा सुनाउने कथा र भैलो झैँ झङ्कृत लोकधुन। त्यही मेलामा सुन्तलीको नजर ठोक्कियो एकजना नवयुवकसँग, जो काठमाडौँबाट आएको थियो, रमेश। रमेश लाहुरे थिए, काठमाडौँबाट बिदामा गाउँ आएका। शालीन बेहोरा, मृदु बोली र एक प्रकारको उदासीपन उनको आँखामा थियो। दुवैको भेट चिउरा दहीको स्टलमा भयो। बोलचाल सुरु भयो र त्यसपछि हरेक साँझ उनीहरू मेलामा भेट्न थाले। पिङ चढ्नु, माछा चिप्स खानु र बोटमुनि बसेर पुराना गीत गाउनु। रमेशले सुन्तलीलाई भने, तिमी मलाई काठमाडौँभन्दा धेरै चिन्न थाल्यौ जस्तो लाग्छ। सुन्तली हाँसिन्, तपाईँ हिँड्नुभयो भने म हाँसो बिर्सन्छु होला। अन्तिम मेलाको दिन दुवै बोटमुनि आए। ढुङ्गामा रमेशले टर्चले अक्षर बनाउँदै लेखे, रमेश, हाट, सुन्तली, अर्को जुनीको बाचा, र भन्यो, यदि भाग्यले रोकेको रहेछ भने म फर्किन सक्दिनँ, तर अर्को जुनीमा पनि यतै भेटौँला। केही महिनापछि रमेशको चिठी आयो। म घाइते छु, टिम्बक्टुको बन्दमा परे, अस्पतालमा छु, तिमीलाई सम्झिरहन्छु, तर भेट्न सक्दिन। यदि पुनर्जन्म छ भने मलाई पर्खिनु। त्यसपछि कहिल्यै चिठी आएन। वर्षौं बिते। सुन्तलीले विवाह गरिनन्। हरेक साउन 15मा ऊ मेलामा जान्थिन्। उही बोटमुनि, उही ढुङ्गा हेर्थिन्। गाउँलेहरू भन्थे, ऊ पागल भइन्, तर सुन्तली भन्थिन्, म पागल होइन, बाचा निभाउने बाटोमा छु। 72 वर्षपछि सुन्तली थकित थिइन्। शरीर झुकेको थियो, आँखामा धर्सा थिए, तर मनमा त्यो बाचा अझै ताजा थियो। मेलामा पुगिन्। बोटमुनि बसी, आँखामा आँसु टल्किएको थियो। म आएँ रमेश, अब त आउनु पर्छ नि। त्यही बेला एउटा 8-9 वर्षको केटो दौडिँदै आयो। उसले ढुङ्गा उठायो। आमा, तपाईको नाम त यही हो, होइन र? सुन्तली हाँसिन्, हात समाउँदै भनी, हो बाबु, तर त्यो नाम त अर्को जुनीको हो। र त्यसै बेला शान्त, सौम्य र मुस्कुराउँदै प्राण त्यागिन्। 20 वर्षपछि त्यही गाउँमा साउन 15 को मेला। एउटी युवती, सुन्दर नाक,
झलझल्किने आँखा, गाउँलाई चिनेझै गरेर हिँडिरहेकी। ऊ ठम्किएर त्यो बोटतिर लागिन्। ढुङ्गा हेरी, त्यही नाम। त्यसै बेला एकजना केटो आयो, फूलपाती लिएर। "तपाईको नाम रमेश होइन त?" उसले सोधी। केटाले अचम्म मान्दै मुस्कुरायो। "तपाईलाई कसरी थाहा?" त्यो क्षणमा संसार रोकिए जस्तो लाग्यो। गाउँका वृद्धहरू भन्छन्, साँचो माया कहिल्यै मर्दैन र जुन वाचा जीवनमा अधुरो रहन्छ त्यो पुनर्जन्मले पूरा गर्छ। त्यस दिनदेखि त्यो गाउँलेहरूले यो कथा पुस्ता दर पुस्ता सुनाउँदै आएका छन्। अब तपाईलाई लाग्न सक्छ कि साँच्चै यति कुरा सम्भव छ त? तर हजुर, हाम्रो लोककथाहरूमा त चमत्कार पनि भरोसाले चल्छ। कसलाई थाहा, कहिल्यै नदेखिएको त्यो चराले तपाईको सपनामा पनि चिर्को गर्न सक्छ। यदि तपाईलाई यो कथा मन पर्यो भने कृपया लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र साथीहरूसँग शेयर गर्न नबिर्सनुहोस्। तपाईको सानो प्रतिक्रिया हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिनेछ।